प्रचार प्रसारको कमी अनि आउनको लागि बाटोघाटो हिँड्ने बाटो पनि थिएन। अब म नियुक्ति भएर आउँदा पनि भर्खर बाटो मात्रै निर्माण भइसकेको पनि थिएन। यो डोरी हेरेर अनि मैले यो पनि भेटिया छु, धागाको डोरी त त्यो त अहिले पनि देख्न सकिन्छ। मैले चोयाको डोरी पनि यो ठाउँमा देखिया छु, कान्छी थानदेखि यहाँसम्म आउन। अनि यसको पनि अर्थ रहेछ, जसको ग्रहमा स्वामी पत्नी जुधेको छ भने एउटा मन्दिरबाट अर्को मन्दिरमा चाहिँ धागो बेरेर चाहिँ लिएर गएपछि त्यो चाहिँ स्वामी पत्नी ग्रहको चाहिँ प्रभाव अलिकति कम हुन्छ भन्ने रहेछ। अनि त्यो आधारले पनि अनि यहाँ धागो बेर्दै आएपछि त्यो धागो हेर्दै हेर्दै हामी यो ठाउँमा पनि आइपुग्यौँ। बाटो नहुँदा यो दुईवटा कुराले चाहिँ बाटामा बेर्नु त्यही त जस्तो कान्छी थानदेखि नचोडाइकन यहाँसम्म ल्याउनु पर्यो, हाम्रो गेटसम्म ल्याउनु पर्यो, एउटा मन्दिरबाट अर्को मन्दिरसम्म पुर्याउने हो। यसले चाहिँ ग्रह जुन स्वामी पत्नी जोडेको छ त्यो ग्रहको चाहिँ निवारण हुँदो रहेछ भन्ने कुरा प्रमाणित धार्मिक कारण त्यो हो भने। एउटा वैज्ञानिक कारण चाहिँ के हो भने धागो बेर्दै हिँडेपछि म कति हिँडेँ भन्ने कुरा सोचाइमा दिमागमा आउँदो रहेछ। भक्तजनले गलेको अनुभव गर्नुहुन्न। र अर्को कुरो बाटो, यो धागोले बाटो देखाउने काम गर्छ। यी तिनटै कुराको संयुक्त निचोड भनेको त्यही हो।